हेलो गाइज, आज तपाईँलाई म मेरो दैनिक दिनचर्या देखाउँदैछु होइन। अहिले म बिहान घरबाट निस्केँ, अब यसो साथीभाइलाई भेट्छु, यसो चोकतिर जान्छु। आज के कस्तो हुन्छ होइन तपाईँहरूलाई देखाउने छु। अहिले म घरबाट निस्केँ होइन, अहिले म हिँड्दैछु बाटोमा। रमाइलो छ जिन्दगी, जसरी हुन्छ जिउनुपर्छ। मेरो यो नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत गर्छु फेरि पनि है, हेरिदिनु होला। भोलि काग्री भेट्यो, भोलि पानी पानी लाजो सायद बल्ल त छ है गाइज। आयो आयो पानी बोकेर आयो। स्पिड आयो भने त हान्छ हो यसरी त। सधैँ एकै नहाँसुँदैन बोल्छ तिमीलाई कुनै दिन मेरो छायाले हेर्दिन। सधैँ एकै नहाँसुँदैन बोल्छ तिमीलाई कुनै दिन। ओहो, यहाँ बाटो त यस्तो बनाइदिएछ यार, त्यो फ्ल्याट जान्छ नि त यार, अलिकति मिस्टेक भयो नि त। अहिले चाहिँ म यो बनेपाको पुल बजार भन्ने ठाउँमा आइपुगेँ गाइज है। यहाँबाट निस्केँ, हेर्नुहोस् यता बाटो बन्दै छ, निर्माण कार्य भइरहेको छ, बनाउने काम भइरहेको छ भट्टाभट धमाधम। मेरो पालो दिँदैन त यार, के हो यार गाइज यार, यस्तो नि हुन्छ त यार। यस्तो हुन्छ नि, यस्तो पार्किङबाट निस्किन लागेर त यसो पार्किङ नदिनु नि यार। यो बनेपाको डुबान हुने क्षेत्र है गाइज। यो चाहिँ भोलि वर्ष नि पानी परेपछि पुरा एकैछिन पानी आएपछि पुरा डुबान भएर यहाँनिर पुरै गाडी पनि आवत जावत गर्ने गाह्रो हुन्छ। पुरै यो भरिन्छ पुरै, खै कसरी भरिन्छ थाहा छैन। यहाँ सानो पाल छ, यो पाल टालिन्छ यहाँ, अनि पानी त्यहीँ आउँछ, अनि सबै टालेर अनि पुरै पानी जम्छ। यहाँ चाहिँ बाटो बन्नुपर्ने, खै बनेको छैन। यहाँ निर्माण कार्य पनि भइरहेको छैन। यहाँको चाहिँ यहाँ बनेपाको क्षेत्रको बजारको एरियाको मान्छेले मुद्दा हालेर बाटो चाहिँ नबनेको अरे, मैले सुन्नमा त्यस्तो आएको छ। अब के हो सत्य त थाहा भएन, सुन्नमा आएको कुरा चाहिँ भने है गाइज मैले। यो चाहिँ बनेपा बजार है गाइज, हेर्नुहोस् यस्तो छ बनेपा बजार। रमाइलो छ बनेपा बजार, फोहोर छ, धुलो मैलो। साथीले बाइक कुदायो दौडायो। अब म चाहिँ एक ठाउँमा यसो गाडी पार्क गरेर यसो चिया खानको लागि यसो निस्कनु पर्ला। ठाउँ हेर्नु पऱ्यो, पार्क कहाँ राखौँ त, खै सब ठाउँमा फुल छ। ओ भाइजान हाल राख्न गाडी राख्नको लागि तनाव भयो त अरे। त्यही राख्नु पर्यो टक्क मिलाएर होइन।
यतै राख्दिउँ गाइस। अब एकछिनको लागि चाहिँ म यसो घुम्न जान्छु गाइस। तपाईँलाई म जहाँ जहाँ घुम्छु त्यहाँ देखाउने छु है त। ल हिँड्नु है त सँगसँगै ल गाइस। नेपालको मौसम चाहिँ आज यस्तो छ है गाइस, हेर्नु निलो निलो। चोकमा बसेर भ्लग बनाउने यो त जीवन चोक हो। भ्लग बनाउने हेर्न मन आयो। जीवन चोकमा जीवन खै त जीवन जाँसकै जाऊ। जिउँदै मान्छेको चोक बनाइदिइसक्यो, मरेपछि बन्थ्यो चोक त। चोक कहिले जान्छ यो दाइले त चिन्छ होला गाइस होइन। अब यो फेरि पनि उहाँलाई स्वागत गरौँ है। यो चाइना पनि चिन्छ होला हेर्नु। उहाँ त मेरो भ्लगमा पहिला नै आइसकेको थियो नि त दाइ। यो धुलो उडेर हो दाइ? त्यो मान्छे चिन्छ भनेर हाम्रो दाइ बिचरा सोझो मान्छेले के गरेछ र? सोझो मान्छे त हो नि, मान्छे त स्वास्थ्यमा धेरै ख्याल गर्ने मान्छे हो नि त। भन्न अलि मिल्दैन मात्र हो। हाम्रो अध्यक्षलाई के छ? अध्यक्षज्यू ठिक छ नि? गीत बजाइदिएर कपिराइट हान्ने हो कि? यो है के अरे अहिले तले बनिरहेको छ। गाडीको किनबेच गर्नु पर्यो भने उसलाई भन्नु एकदम। अनि 40 लाखको गाडी बेच्छ होइन, कमिसन चाहिँ मलाई 5,000 भए पुग्छ फेरि। ल गाई चाहिँ सबै कसैलाई गाडी बेच्न छ किन्नु छ भने उसलाई भन्नु ल 5,000 भए पुग्छ यसलाई। ल धेरै चाहिँदैन, 5,000 मा गाडी किनबेच गरिदिन्छ। नाम चाहिँ किशोर। किशोर ल 5,000 पुग्छ। तिमीले यसुकै भने त्यसलाई उ गरेर नि अनि तिमीले बोलाएको कुराहरू कट गरेर अनि उयो हो कतिले उयो बनाए। उसको यो घरमा अलिक उसको फेसबुकमा ट्याग हानिदिने हो नि हान्दै। बोल्नै छोडे यार। होइन यो भनेको चोक चोकका हुनुपर्छ रातिको कुरा भने। यसको झोले चम्चा कुन पार्टी? काङ्ग्रेसको भने भन्दैछु पार्टी भन्छ न। यसपालि सदस्य उठ्नु पर्ने मान्छे होइन। म कोही पनि होइन है फेरि। ऊ स्वतन्त्र। सुमनको हिस्ट्री मलाई बाहेक तपाईँहरूलाई चाहिँ थाहा छैन। भोट त हाल्नु परिहाल्छ नि, जो लाग्यो नि भोट त पर्यो है। हाम्रो काङ्ग्रेसको पुरै 40% त यी छन् नि त। एउटाले भिडियो बनाएर बाँकी नराख्ने सबै सदस्य उयो गाउँबाट उठ्ने। तपाईँको कुल्फीको बारेमा के छ? कुल्फी एकदम फर्स्ट क्लास छ होइन। झाप्सो पारिहाल्नु न अर्का झाप्सो पार्नु। कुल्फी कसो हो? यो कुल्फी उसको पर्सेन्टको कुल्फी हो। प्रचण्डको कुल्फी ल बेच्नु त बेच्नु, खै खाला नि त बुढाहरूले खाँदैन। कस्तो खाले कुल्फी हो? खोइ निकाल्नु दिएको हेर्नु पर्यो। ए यस्तो हो सबै कुल्फी कुल्फी भनेको छ। यार ढिँडो पकाएर ढिँडो किन्नु पनि आठाउनु पर्यो नि बनेपा बजारको चोकै गाइस्यो। यति भिडभाड हुन्छ कि हेर्नु।
यस्तो छ बनिपा बजारको चोक। रमाइलो छ गाइस, आज सबै शीतल छ मौसम। हेर्नु गाइस, गाडी चढ्नेको भिड है। यो चाहिँ लाइन लगाइरहेको छ मान्छेहरू बस चढ्नको लागि। गाडी चढ्ने बस चढ्ने अब कहाँ कहाँ जाने हो। गाडी भित्र त 1000 लाख के भित्र रे? गाडी के लामखुट्टे हो नि? लामखुट्टे गाडीभित्र हो, झाडीमा हो। तपाईँलाई गाडीभित्र के भइदियो हुन्छ जस्तो लाग्थ्यो? कति दिन बाँच्यो होला त त्यो? अब खानपान बाँचिरहन्छ, खान्छ बाँच्यो। ठिक छ। बुढाहरूको सपिङ, बुढाको लागि ठिक्क हुने रहेछ। आस्कोट के भन्छ त्यसलाई? आस्कोट भन्छ होइन? स्टोकोट। यसको नाम हो आस्कोट। तर यो पहिलाको बुढापाकाले बोल्न नजानेर स्टोकोट। बुढोले मोलमुलाइ गर्दैछ, साम्दैछ, मसार्दैछ। साँच्चीको भन्दा यसमा साँच्चीको हेरेर नराम्रो है। दाजुको कुरा मिलेन के हो? कति कति जाने हौ? कसरी हेरेर, के हेरेर, कसरी हेरेर? यो चाहिँ कति पर्ने? ल बाजेलाई ठुवाउँछ ल, ठिक्क छ यो। धेरै पैसा हो कि हेरी पैसा भन्नु? कुन खालको कति? त्यो खालको कति छ? उयो कालो हो। त्यो चाहिँ अलिक बुट्टावाला भएर हो। कपडै अर्कै। यो अहिले बाजेले हेर्दै बताएछ। यो कति? ल त्यो खोलेर लाउनु न बाजे, त्यही माथि। पहिलाको र उत्रै हो त्यो बराबर छ भित्रको। अर्को पनि है, अर्को पनि ल। ल 1200 मिलाएर दिइहाल्छ नि। यो चाहिँ कति जाने? यो 1000? यो त 1000 त सिलाउँदा कति पर्छ? अनि बालाई धेरै नलियो, बरु अरूलाई चाहिँ बढी। उहाँ दाइले अलिक बढी लिए नि, बालाई चाहिँ अलिक मिलाएर दियो। उहाँ दाइले चाहिँ यसो बढी लिनु। अर्को कुरा मिले। अर्को बा पनि हेर्दैछन् ल। स्टोकोट हेर्दैमा पैसा पर्दैन बा।
बालाई त पहिला कति पर्ने भन्ने थाहा होला नि बालाई त बा त लगाइरहेछ